नमस्कार। करिबन 1 घण्टा अगाडि दिल्लीको नर्थ ब्लकको विशेष सूत्रबाट थाहा लागे अनुसार आगामी 2 अप्रेल 2025 को दिन बिहान 11 बजे गृह मन्त्रालय नर्थ ब्लक दिल्लीमा गोर्खाहरूको समस्याहरूलाई लिएर साथै दार्जिलिङ पहाड अनि तराई र डुवर्सको समस्याहरूलाई लिएर एक महत्त्वपूर्ण त्रिपक्षीय वार्ता हुन गइरहेको छ। यो त्रिपक्षीय वार्ताको निम्ति म सर्वप्रथम भारतका सम्माननीय प्रधानमन्त्री श्रीमान नरेन्द्र भाई मोदी, भारतका सम्माननीय गृहमन्त्री श्रीमान अमित शाहज्यू, साथै दार्जिलिङका माननीय सांसद श्रीमान राजु विष्टज्यूलाई म यस क्षेत्रको एक नागरिकको हैसियतले साथसाथै गोर्खा जातिको हैसियतले म हार्दिक आभार अनि कृतज्ञता प्रकट गर्न चाहन्छु। विशेष गरेर हाम्रा सांसद, दार्जिलिङका सांसद भाइ राजु विष्ट, उहाँको जुन अथक प्रयास बापत आज गृह मन्त्रालयले त्रिपक्षीय वार्ता बोलाउनमा आफ्नो रुचि देखाए। बेशक श्रीमान राजु विष्टज्यू उहाँको जन्मभूमि मणिपुर भए तापनि अनि उहाँको कर्मभूमि दिल्ली भए तापनि उहाँले यस क्षेत्रको प्रतिनिधित्व गरेको 6 वर्ष टेकियो र उहाँको 6 वर्षको कम उमेरमा आफू स्वयं कम उमेरका भए तापनि अनि राजनीतिमा कम समयमा आए तापनि अनि प्रतिनिधिको हैसियतले पनि कम समयमा पनि दार्जिलिङ पहाड, तराई र डुवर्स अनि समग्र गोर्खा जातिको निम्ति आफू गम्भीर भएर जुन आज पर्यन्त उहाँले प्रयास गरे, यसको निम्ति म पुनः उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि मलाई लाग्छ उहाँले जुन प्रकारको आजसम्म एउटा चिन्तित भएर गम्भीर भएर यी विविध समस्याहरूलाई लिएर भारतको विभिन्न मन्त्रालय लगायत संसद भवनको भित्र जुन प्रकारले कुरा उठाइरहेका थिए, सायदै यसभन्दा अघि यति साह्रो प्रयास गरिएको सांसदहरू मेरो राजनीतिक जीवनको 34 वर्षमा मैले पाएको छुइनँ। धेरै दिग्गज राजनीतिक व्यक्तित्वहरूले हाम्रो क्षेत्रलाई प्रतिनिधित्व गरे एक सांसदको हैसियतले, तथापि एक कम उमेरमा बाहिरका एक नागरिक भए तापनि अन्य जग्गामा जन्मे तापनि उहाँले जुन प्रकारको प्रयास गरिरहेको छ, यो प्रयासलाई हामीले सलामै गर्नुपर्छ, स्यालुटै गर्नुपर्छ। अनि उहाँको प्रयास र उहाँको निरन्तर जुन प्रकारको चिन्ता छ, गम्भीरता छ अनि प्रयास जारी रहेको छ, मैले आशा साँचेको छु, हामीले आशा साँचौँ राजु विष्टज्यूको नेतृत्वमा नै हामीले केही न केही हासिल गरेका हुन्छौँ। आज मैले उहाँलाई सरकारको पनि होइन, राम्रो काम गर्नेलाई स्याबासी दिन नै पर्छ। अनि हामीलाई जुन प्रकारको संवैधानिक सङ्कट हामीले धेरै वर्षदेखि हामीले झेलेर आइरहेका छौँ, अवश्य नै श्री राजु विष्टज्यूको नेतृत्वमा हामीले त्यो सङ्कटबाट उन्मुक्त पाउँछौँ भन्ने म आशावान्वित अनि विश्वस्त छु। अनि अन्य म तपाईहरुलाई जानकारी दिन चाहन्छु, मैले जुन प्रकारको विश्वस्त सूत्रबाट थाहा पाएँ अनि दिल्लीको नर्थ ब्लकको विश्वस्त सूत्रले जुन प्रकारको जानकारी म कहाँ आए, यस मुताबिक
2 तारिक अप्रेल 2025 को दिन बिहान 11 बजी नर्थ ब्लक गृह मन्त्रालयमा हुने त्रिपक्षीय वार्तामा पश्चिम बङ्गालका चीफ सेक्रेटरी लगायत केन्द्रका ट्राइबल सेक्रेटरी, आरजीआई का प्रमुख, केन्द्रीय गृह मन्त्रालयका मुख्य सचिव लगायत करिबन 11 जना सचिवहरूलाई बोलाइएको छ भने यस पार्टीको वार्तामा दार्जिलिङ पहाडका भारतीय जनता पार्टीका एलायन्स घटक दलका सबै अध्यक्षहरूलाई पनि बोलाइएको छ। बेशक उहाँलाई चिठी आएको छैनन् होला, तथापि अवश्य भोलिसम्ममा उहाँले चिठी प्राप्त गर्नुहुन्छ। अनि साथसाथै आज दार्जिलिङका सांसद राजु विष्टज्यूको अथक प्रयासले गर्दा यस त्रिपक्षीय वार्तामा तराई र अनि डुवर्सबाट पनि त्यहाँका प्रतिनिधिहरूलाई पनि बोलाइनेछ। यो विशेष सूत्रबाट मैले थाहा पाएँ। अनि यो मेरो आफूले एउटा जुन जानकारी पाएको कुरोलाई आधिकारिक रूपमा मैले यो भिडियो मार्फत हजुरहरू समक्ष राखिरहेको छु। हामी आशा साँचौं आगामी 2 तारिक अप्रेल 2025 को दिन हुन गइरहेको महत्त्वपूर्ण त्रिपक्षीय वार्तामा अनि त्यो वार्ताले अवश्य नै भोलिको दिनमा एक फराकिलो बाटो, संवैधानिक मान्यताको निम्ति एउटा फराकिलो बाटो, राजनैतिक न्यायको निम्ति एउटा फराकिलो बाटो अवश्य नै निर्माण गरिदिन्छ भन्ने आशा साँचेको छु। हामीले आशा साँच्नुपर्छ, आशा साँचौं। र विशेष गरेर म पुनः जनाउँछु कि श्री राजु विष्टज्यूको नेतृत्वमा भारतीय जनता पार्टीका सम्पूर्ण घटक दलका अध्यक्षहरू, पश्चिम बङ्गालका मुख्य सचिव लगायत अन्य सचिव अनि केन्द्र सरकारका ट्राइबल डिपार्टमेन्टका प्रमुख सचिव, आरजीआई का प्रमुख अनि गृह मन्त्रालयका प्रमुख सचिवहरू लगायत विशेष गृह मन्त्रीको उपस्थितिमा हुन गइरहेको छ। यो जानकारी सायद अरूले दिन सकेका छैनन् होला, तर मैले अघि मात्र दिल्लीबाट जुन प्रकारको विशेष सूत्रबाट मैले जानकारी पाएँ, सायद यो जानकारी राजु विष्टज्यूलाई पनि आएको होला, तर उहाँले आधिकारिक बयान नदिँदा पनि म अहिले निष्पक्ष अनि स्वतन्त्र भएकोले गर्दाखेरि मैले जुन जानकारी दिल्लीबाट पाएको तपाईहरु समक्षमा साझा गरे। हामी सबैले साँचौं भारतवर्षभरि छरिएको गोर्खाहरूले अब न्याय अवश्य पाउनेछ भन्ने आशा र विश्वास साँचौं अनि प्रार्थना पनि गरौं 2 तारिक अप्रेल 2025 को दिनको त्रिपक्षीय वार्ता सफल रहोस् अनि हाम्रो भाग्य निर्धारण, जातिको भाग्य निर्धारण, यो माटो भाग्य निर्धारण होस्, यो प्रार्थना भगवानसित साँचौं। अनि अन्त्यमा भाइ राजु विष्ट माननीय सांसद दार्जिलिङलाई म नम्र निवेदन गर्न चाहन्छु, तपाईको कुशल नेतृत्वले, तपाईको कुशल पहलले जुन त्रिपक्षीय वार्ता हुन गइरहेको छ, तपाईको उक्त दिनको नेतृत्वमा पनि म विश्वास छ अनि तपाईले अवश्य नै त्यस दिन श्री कृष्णको भूमिका, भगवान श्री कृष्णको भूमिका निभाउनु हुनेछ मलाई आशा छ। मैले विश्वास राखेको छु र भाइले मेरो एउटा दाजुको हैसियतबाट मैले राखेको विश्वासमा विश्वास नतोडियोस्, यति भन्दै तपाईहरुबाट म बिदा लिन चाहन्छु। धन्यवाद।